मैले लभ म्यारेज गर्यो। बुहारी पढेको भए हुन्छ, दाइजो चाहिँदैन भन्यो। होला अब म भाग्यमानी रहेछु भनेर बिहे गरेर घरभित्र छिरेको त 2 ग्यालन पेट्रोल रहेछ। म त 1 ग्यालनले नै जलिहाल्थे। अर्को ग्यालन पक्कै पनि जेठारीलाई जलाउने होला। अब 2 जनै मर्ने भयो भनेको बुहारीलाई कलेज पढाउनलाई स्कुटर किनिदिए रहेछ। पेट्रोल सर्टेज हुन्छ भनेर 2 जर्किन ल्याएर राखिदिए रहेछ। सबै म जस्तो भाग्यमानी कहाँ हुन्छ र, हैन? केटीहरू त्यही भएर बिहे गर्दा पढेको केटा छान, बरु घरमा भाडा डढेको भए पनि केही हुँदैन। बुहारी डढाउने, डढेको बेहोरा भएको धनीकोमा बिहे नगर। र म प्रत्येक माई बाबुलाई के भन्छु भने छोरी पाइसकेको छ भने उसलाई पढाउनुस्। गर्भबाट त बचेर आएछ, के थाहा दाइजोबाट पनि बचेर आउँछ कि। त्यही भएर मेरो सासूमा भन्नुहुन्छ बुहारी भएर पढेको भए हुन्छ, केही लिएर आउनु पर्दैन।